बालेन सरकारले 60 दिनमै गरिदियो उलटफेर, बाहिरियो 2 महिने रिपोर्ट कार्ड। वर्षौं वर्ष हुन नसकेका यति धेरै काम भए तमाम। विरोधीहरू नै गर्न थाले बालेनको तारिफ। कानुन मिच्नेदेखि जनता थिच्नेसम्मलाई डाँडा कटाइयो। दर्जनौं विकृति किकआउट गर्दै सदाका लागि हटाइयो। नेपालको राजनीतिक इतिहासमा जुन कुरा असम्भव मानिन्थ्यो त्यो जम्मा 60 दिनभित्रै सम्भव भएको छ। वर्षौंदेखि जरा गाडेर बसेको सिस्टमलाई पुरै हल्लाउने गरी सिंहदरबारबाट यस्तो उलटफेर भएको छ जसले हरेक नेपालीलाई एउटै कुरा भन्न बाध्य बनाएको छ, देश बन्दैछ। चैत्र 13 गते बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्यो। पहिलो दिनमै सरकारले स्पष्ट सन्देश दियो, अब शासनको पुरानो ढर्रा चल्दैन। 24 घण्टादेखि 1000 दिनसम्मको एक्सन प्लान सहित आएको यो सरकारले आज ठ्याक्कै 60 दिन पूरा गरेको छ र यो 2 महिनामा सिंहदरबारको सुस्त गति यसरी भत्किएको छ कि धुलो जमेर बसेका फाइलहरू कुद्न थालेका छन् र निर्णयहरू रातारात एक्सनमा बदलिन थालेका छन्। सरकारी तथ्याङ्क अनुसार 100 बुँदे कार्यसूचीका 57 काम यो अवधिमा हुनुपर्ने थियो, जसमध्ये 15 वटा ऐतिहासिक काम सम्पन्न भइसकेका छन् भने बाँकी 42 वटा काम तीव्र प्रक्रियामा अगाडि बढिरहेका छन्। 2062 सालेताका हाई प्रोफाइल नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग बनिसकेको छ। देशैभरि अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने महाअभियान चलेको छ। सरकारी अड्डामा ट्रेड युनियन खारेज गर्दै 1500 भन्दा बढी राजनीतिक नियुक्ति एकै पटक खारेज गरिएका छन्। वर्षौं अल्झिएका लाइसेन्स छापिएर हातमा पुगेका छन्। राजधानी घर दैलोमै आउन थालेको छ र अनलाइन सट्टेबाजी गर्ने 64,000 भन्दा बढी वेबसाइटहरू 24 घण्टा भित्रै बन्द गरिएका छन्। यो केवल 15 वटा कामको सूची मात्र होइन, यो देशमा कानुन सबैलाई लाग्छ र सरकार साँच्चै जनताको लागि हो भन्ने जिउँदो प्रमाण हो। जब गौरीबहादुर कार्कीको प्रतिवेदनका आधारमा पूर्व प्रधानमन्त्री र गृहमन्त्री निवासबाटै पक्राउ पर्छन्, तब गाउँको एउटा कुनामा बसेको सामान्य नागरिकले महसुस गर्छ अब न्याय मरेको छैन। दशकौंदेखि सहकारीमा ठगिएका 378 जना पीडितले जब पहिलो चरणमै झण्डै 14 लाख रुपैयाँ आफ्नो पसिनाको कमाई फिर्ता पाउँछन्, तब राज्यप्रतिको गुमेको भरोसा फेरि मजबुत भएर पलाउन थाल्छ। तर सबैभन्दा ठूलो प्रश्न के हो भने के यो रफ्तारलाई रोक्न खोज्नेहरू चुप लागेर बसेका छन् त? यहाँ देखिएको कुरा एउटा हो, तर नदेखिएको पाटो अझ गहिरो छ। 57 मध्ये 42 काम अझै पूरा हुन सकेका छैनन्। तर याद राख्नुस्, यो दूरी सरकारको असफलताको होइन, वर्षौंदेखि जरा गाडेर बसेको पुरानो सिस्टमले गरिरहेको अन्तिम प्रतिरोधको हो। जब